हामीहरू डिस्कभर गाडीको हाफ इन्जिन खोल्न लागेका छौँ। हाफ इन्जिन अब हामीहरू खोल्छौँ डिस्कभर गाडीको 125 सीसी डिस्कभर हो, न्यू मोडल BX6 हो। बेल आइकन सब्सक्राइब र बेल आइकन गरिदिनु होला। अब खोलेर गेम चेनहरू पनि हाल्नु पर्ने हो। यसमा क्लच प्लेट पनि गइसकेको छ। खोलेर अब केमचेन गाइडहरू पिस्टनको साइजहरू हेर्ने हो, कतिको छ पिस्टनको साइजहरू। अब हेड निकाल्ने, हेड निकालेर अब पिस्टनको साइज हेर्ने, कतिको कुन साइज हो पिस्टन। 75 भयो भने हामीहरू स्लिप नै गरिदिन्छौँ, तर 50 भयो भने बोर गराइदिन्छौँ। केमचेन गाइड पनि ठिकै रहेछ। केमचेन गाइड पनि राम्रो छ, नयाँ छ। पिस्टन चाहिँ 75 को रहेछ। हामीहरू अब स्लिप नै गर्छु यसलाई, किनकि 75 छ भने 100 चल्छ। अब यसो र स्लिप ठोकाएर स्ट्यान्डर्डको पिस्टन उषा कम्पनीको ल्याएर हामीहरू हालिसकेका छौँ, किनकि उषा अनि टिपी गुन्जको राम्रो हुन्छ। पहिला चाहिँ एउटा अझै पिस्टन थियो, त्यसको नाम चाहिँ महले पिस्टन, महले। त्यो पनि राम्रै चल्थ्यो महले पिस्टन। राम्रोसँग रिङ मिलाएर अनि हामीहरू मजाले फिट गर्छु। तर हामीहरू के छ कि बाहिरै नै ब्लकमै पिस्टन फसाएर नि फिट गर्छु हामीहरू, त्यो सजिलो लाग्छ। उषाको राम्रो हाल्यो भने जसरी भए पनि 30,000, 35,000, 40,000सम्म किलोमिटर चल्छ राम्रोसँग चलायो भने। मोबिल समयमा हाल्यो भने धेरै नै चल्छ। मजाले मोबिल हालेर अनि फिट गर्ने, किनकि मोबिल हाल्यो भने अलिक चिप्लो हुन्छ नि त, राम्रोसँग जान्छ। त्यो गाडी स्टार्ट गर्न बेलामा वात्तै मोबिल पुग्दैन नि त, त्यो मोबिल भए राम्रो हुन्छ। त्यही भएर हामीहरू मोबिल राम्रोसँग हालेर नि पिस्टन फसाउँछौँ। एकदम फ्री राम्रो छ। जति फ्री भयो भने बोर सही भयो भने गाडी हिट हुँदैन, राम्रोसँग स्टार्ट हुन्छ, आवाज सही हुन्छ। अब हेड हामीहरू फिट गर्छौँ। के हुन्छ कि यसमा भेलसिल जहिले पनि ओरिजिनल नै हाल्नुपर्छ। यसमा के हुन्छ कि भेलसिल ओरिजिनल भयो भने के हुन्छ कि बिहान धुवा फाल्दैन, मोबिल हल्का कम हुन्छ। त्यो भेलसिल गएको बेलामा त्यस्तो प्रब्लम हुन्छ। भेल कटेको बेलामा पनि त्यस्तै हुन्छ। गाडी ढक भएको बेलामा पनि हुन्छ। गाडी ढक भएपछि आवाज गर्छ, टिक 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 आवाज गर्छ। यसको सजिलो छ भेल लक बसाल्न। कुनैको गाह्रो हुन्छ।
राम्रोसँग टेक्क लागेर गर्ने हो। धेरै सजिलो छ, पटै गइरहेछ। चिडियाहरू हाल्ने रोक्क हल्का मोबिलमा भिजाएर हालेपछि फ्री हुन्छ राम्रोसँग। जति राम्रो पखालेपछि त्यति राम्रै नै हुन्छ। जति फ्रेस भयो भने त्यति नै दिन चल्छ। टाइपिट मिलाउनु पर्दैन, टाइपिट एकदम मस्त छ। अब इन्जिन गाडीमा फिट गर्ने। ल हेर्नु कति फ्री रहेछ। ल एकदम फ्री छ। उषाको पिस्टन चाहिँ राम्रो हुन्छ। हामीहरू धेरै उषा र टिपिगञ्ज नै हाल्छु। राम्रोसँग एकदम फ्री नै थियो। अब हेड हाल्ने हामीहरू गाडी गेस्किट हालेर हेड हाल्ने। यो डिस्कभर गाडीको कति मोडलको गाइड आउँछ। अनि गाइड चाहिँ जहिले पनि ओरिजिनलै हाल्नुपर्छ, किनकि लोकल हाल्यो भने 2 दिन 3 दिनमै नै खतम हुन्छ गाइड। राम्रोसँग अब हेड बसाल्ने। यसमा समस्या के छ भने जुन कार्बोरेटरको हाउस पाइप हुन्छ नि एल्युमिनियम भएको होला, हेडको छेउमा कस्ने त्यो हल्का चर्केको छ। त्यही समस्या छ। अब के होला हेर्नु, त्यो पुरै फुट्यो भने दिक्कत हुन्छ। हल्का करेक भएको छ, बाहिरबाट हेरिरहेको छु कि हल्का करेक छ। त्यस्तो करेक भयो भने धेरै समस्या हुन्छ। छिटो पाउँदैन नयाँ किन्न। अब टाइमिङहरू मिलाउने। एकदम सही छ टाइमिङ आउट भयो भने के हुन्छ कि गाडी पिकअप लिँदैन। अब क्लच प्लेट टाइमिङ चेनहरू सबै हालेर फिट गरिसकेको छु। अब एकछिनमा तपाईँहरूले साउन्ड सुनाउँछु, कस्तो लाग्यो साउन्ड कमेन्ट गर्नु होला, लाइक पनि गरिदिनु होला। साउन्ड सुनेर कमेन्ट पनि गर्नु होला है। ल साउन्ड सुन्नु होला अब है।